स्पिच सकेर मेरो चाहिँ पर्स हराएछ। पर्सभित्र सबै डकुमेन्ट रहेछ होइन। यस्तो ढुकढुक भयो मेरो हराइ। ल आकाश सानले चाहिँ पुर्जन त पाएन। यो स्पिच कस्तो भयो एकदम मस्त लौडा चट्टान रिसाउनु होला सो रिसाए पनि तँलाई केही चाट्ने छैन। हेलो गाइज वेलकम छ मेरो ब्लगमा। आज मेरो चाहिँ स्पिच कन्टेस्ट रहेछ होइन गएकोमा यानि स्कुलमा जापानिज गएकोमा वर्षमा 2 चोटि स्पिच कन्टेस्ट हुन्छ जुनमा चाहिँ आज चाहिँ नेक्स्ट टाइम यानि कि हाम्रो त्यसपछि 2 वर्ष सकिनेवाला छ। त्यसपछि होइन आज चाहिँ स्पिचको छ। मैले चाहिँ पढाइ गरेको मैले रिड गरेको छैन राम्रोसँग स्पिच तयारी गरेर होइन एकचोटि गरेको छु। अब त्यही गएर हेर्छु कस्तो हुन्छ होइन। तर मलाई लाग्छ मेबी राम्रै हुन्छ होला जस्तो लाग्यो। तर मेबी नभए पनि नो प्रब्लम केही फरक पर्दैन त्यस्तो। तर चाहिँ अलि धेरै मुटु चाहिँ धुक धेरै हुने रहेछ होइन। अब अझै सोचेको छैन त्यहाँ गएर थाहा हुन्छ अब के हुने हो कस्तो हुने हो। आई विस कि म सबैसँग त्यो पोइन्ट अफ भ्यू राख्छु होइन लिन्छु सबैसँग कस्तो हुन्छ। अब त्यहाँ गएपछि थाहा हुन्छ एक्चुअली रियालिटी कुरा के हुन्छ भनेर। अहिले चाहिँ भन्नु पनि सकिँदैन होइन। हाम्रो गएको चाहिँ लास्टको विषय लास्ट कडा त्यसमा भिडियोहरू फोटोहरू लिन मिल्दैन। त्यो सकेपछि मात्रै हुन्छन्। अब अहिले चाहिँ थाहा भएन कस्तो हुन्छ। सो गाइज अहिलेको लागि यति हो। हामी मिनासान ओहायो गोजाइमासु। वताशी wa Rikurashino Burajesh to moushimasu. Yoroshiku onegaishimasu. Kawai onna no hito ga 3人いました。おい、お前何やってる？最初教えた時分かったって言ったんじゃないかよ。できなかったらやめろ。バカ。皆さんに質問があります。もし皆さんの国に外国人に行って国で決められたルールを守らずस्पिच कस्तो भयो एकदम मस्त लौडा चट्टान भइरहेछ जिन्दगी नै सब अहिले भित्रदेखि मुटु नै निस्केला जस्तो भइरहेछ। अहिले गयो भने चाहिँ के हुन्छ हेरौँ। क्युकेको अगाडि चाहिँ कस्तो स्पिच लाग्यो त? क्युकेको अगाडि मुटु ठिक ठाउँमा थिएन। अहिले हेर्दै अनि पछि चाहिँ बिस्तारै पाला आउँदाखेरि फेरि यता सर्छ देब्रे साइडको पनि दाहिने साइड सर्दै आउँछ। झन्डै हाम्रो क्लासमा चाहिँ एउटा नै राम्रो पाएन। अलिकति भइसकेको छ साबिस भइरहेछ होइन। सो अब चाहिँ के चाहिँ सकिन लागेको होइन। अब फेरि चाहिँ स्पिच सुरु हुन्छ तर त्यतिखेर होइन भिडियो लिन पाइँदैन रुल्स हो यहाँको। नरिसाउनु होला सो रिसाए पनि तँलाई केही चाट्ने छैन। सकेपछि सक्यो गाइस। अहिले चलिरहेको स्पिचको क्युके じゃあ皆さん改めまして、温かい拍手をお願いします。はい、それではこれでスピーチ大会を終わります。最後までね、皆さん家に帰るまでスピーチ大会です。はい、いいですか？ स्पिच पनि खत्तम भयो सक्यो होइन। यस्तो गाह्रो आज त स्पिच सकिएछि। मायाले कल गरे क्या मेबी गाइज स्पिच सकेर मेरो चाहिँ पर्स हराएछ। पर्सभित्र सबै डकुमेन्ट रहेछ होइन। यस्तो ढुकढुक भयो मेरो हराएपछि के गर्यो नगर्यो सिम्पाई भइसक्यो त्यो म के यता भयो त। आज चाहिँ हाम्रो चाहिँ स्पिच कन्टेस्ट थियो होइन। कस्तो गयो त तिम्रो र के सोचेको थियो तिमी कि आज लाज पाउँछौ कि नै भनेर? लाज भन न किन लाज आयो बाबा? लाज किन? ल आकाश सानले चाहिँ पुर्जन त पाएन। यो आकाश सान तर यो पाउनुभन्दा अघि होइन यो सुन्नु के अरे स्पिच दिनु अघि तिमीले के सोचेको थियो कि हामी म पाउँछु भनेर? पाउँछु किन नभन न मुला किन सेनको नाम बाबाको मोबाइल मेरो सर्ट सेनको नाम यहाँ होइन। यहाँ चाहिँ स्पिच पुरा चलिरहेको छ। सेनको कुरा यहाँ चलिरहेको होइन। यहाँ चाहिँ अर्को चलिरहेको छ। तिम्रोमा थिएन सो अनि आज चाहिँ स्पिचको लागि मात्रै गएको थियो कि मान्छेलाई नि हेर्न गएको थियो? तिमी केटीहरूले नि हेर्न गएको थियो? राम्रो तिम्रो क्लासमा चाहिँ राम्रो केटीहरू ऊ चाहिँ सुजिताको बेस्ट फ्रेन्ड नाम नल्याऊ अब फेरि चिनेन
एमिरी एमिरी नाम नहुने गोरी 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 फिलिपिनी फिलिपिनी हो त्यो अँ। ए त्यो फिलिपिनी हो एमिरी। म त नाम नल्याउ न नाम त्यो त सेकेन्ड भयो होइन त त्यो मेबी सेकेन्ड होला मम्मी सायद सायद थाहा भएन मलाई ए हे ए हे हेर्छौ होला है भित्रसम्म त स्क्यान गरेर सुकाइ चाहिँ भएन एज वेल राम्रो गरी होइन भ्लग बनाउनु पनि सकेन केटाहरू अलिकति कुरा चाहिँ तलमाथि गर्दै रहेछ होइन तर चाहिँ साँच्ची भन्नुपर्दाखेरि मैले चाहिँ सोचेको थिइनँ होइन मेरो नि अलि स्पिच चाहिँ अलि राम्रो चाहिँ भएन बिग्रेदैछ होइन अनि त्यहाँ चाहिँ एज अ जज गर्नुपर्ने थियो आफूलाई होइन सबैले जज गरे कि कस्तो गयो अनि यस्तो आफूलाई जज पनि गरेँ कि मेरो चाहिँ भ्लग चाहिँ भ्लग भन्छु मेरो चाहिँ स्पिच चाहिँ त्यति राम्रो भएन केटाहरूले मलाई यस्तो हाजुकासी गराइदिएको एज अहिले पोइन्ट राख्ने होला चाहिँ केटाहरूसँग केटाहरूले अझै अलिकति कुराहरू घुमाइरहेछ सो नो प्रब्लम त्यो अरू कुरा भयो अब नेक्स्ट टाइम हाम्रो हरेक वर्ष होइन स्पिच चाहिँ हुन्छन् प्रत्येक वर्ष हुन्छ भने 2 वर्षको नि गएकोमा होइन 2 चोटि हुन्छन् त्यो सोचुको हुनु अघि हुन्छ होइन यो गएकोमा सो स्पिचको लागि मैले आज खासै रेडी पनि गरेको थिएन आज बिहान आज स्पिच थियो अनि बिहान यसो सर्लक्क मैले 1-2 चोटि पढेको थिएँ त्यही अनि त्यही अनुसार आएर गरेको थिएँ त्यही भएर त्यही पनि त्यही अनुसार मैले जति पढेँ त्यही अनुसार त मेरो लगभग ठिकै थियो तर चाहिँ अझै अलि राम्रो गरेको भए सायद म नि पुर्जन त पाउँथेँ तर चाहिँ भएन सो अलि दुख्यो भन्छ त्यो नो प्रब्लम ठिक छ जति गऱ्यो त्यति ठिक छ नो प्रब्लम होइन अब भन्नुपर्दाखेरि पोइन्ट अफ भ्यूहरू राख्नु सकेन हाम्रो अब हरेक भिडियोहरू मैले लिन सकिनँ किनभने हाम्रो टिबिसी अलिक काडा छ के भिडियोहरू मोबाइलहरू चलाउन मिल्दैन क्या त्यो उसमा स्पिच दिने बेलामा आफूले मिल्दैनन् सेन्सीहरूले छुट्टै टिचरहरूले होइन छुट्टै अब उसको मोबाइल हुन्छन् अनि त्यतिखेर चाहिँ भिडियोहरू होइन लिन मिल्दैनन् अनि मैले सोचेको बाहिर आएर अब भिडियो बनाउँछु त्यतिखेर के भयो मेरो पर्स हरायो कि गाइज पर्स हराएछ कि त्यही पर्स मेरो झरेछ अब साथीले टिपेरेछ अनि यसो मलाई डराउँ भनेर होइन त्यसले चाहिँ मलाई चाहिँ भनेन कि अब नभनेर मलाई यस्तो टेन्सन भयो अनि भिडियो नि बनाउन पाएन मैले त्यतिखेर सबै गइसकेर छ नभए म राम्रोसँग भिडियो बनाउँथेँ सबैसँग पिउन्टो भ्यू लिन्थेँ सेन्ससँग लिन्थेँ तर चाहिँ पर्स हराएर मलाई अलि डर भयो धेरै अनि त्यही कारणले सबैले फर्किसकेको रहेछ अनि पछि भेटेपछि अलिकति मैले भिडियो लिन पाएँ त्यही हो तर पछि चाहिँ उसमा चाहिँ जिमुसियामा यानि अफिसमा होइन साथीले चाहिँ छोडिदिए रहेछ कि मेरो पर्स सो मैले त्यो नि पाएँ है सो ठिक छ त्यसको लागि अब सबै आजको टेन्सन पनि गयो एउटा स्पिच दिनु भनेको एउटा टेन्सन जस्तै थियो कति मान्छे सबैको मान्छेको अगाडि होइन स्पिच दिनु बोल्नु होइन कस्तो आजुकासी भन्दा डर लाग्छ क्या मुटु ढुकढुक हुन्छ सो त्यही भएर होइन अनि मलाई चाहिँ यस्तो भएको थियो आज सो आज जे भयो ठिकै भयो होइन सो गाइज आजको लागि यति नै हो होइन म चाहिँ अब रुम चाहिँ जान लाग्यो 12:30 बजिसक्यो गर्मी लास्ट छ पानी झिसिर परिरहेको छ गर्मी पनि एकदम लास्टै साह्रो भयो सो गाइज आजको लागि यति नै हो अहिलेको लागि बाई सी यू अगेन